उहाँ हुनुहुन्छ अख्तर खान। म सुनसरीको हरेक दाजुभाइ दिदीबहिनी आमा बुवालाई भन्न चाहन्छु कि एकचोटि बस छापमा मतदान गरेर अख्तर खानलाई मौका दिनुहोस्। उहाँ पछिल्लो समयमा सरसफाइको काममा धेरै एक्टिभ हुनुहुन्थ्यो, अहिले पनि लागेकै छ। र अर्को मेन कुरा जुन उहाँ पहिले पछिल्लो समयमा लागेको थिए, बालबालिका र दाइजो मुक्त अभियान, यो हाम्रो समाजको एउटा मेन इम्पोर्टेन्ट इस्युज रहेको छ। अहिले दाइजो हाम्रो समाजमा एउटा ठुलो समस्या बनेर आइसकेको छ। एउटा नर्मल मान्छे आफ्नै छोरीको विवाह गर्नको लागि हम्मे हम्मे हुन्छ, गर्न सक्दैन, धेरै गाह्रो हुन्छ। त्यसैले यो दाइजो मुक्त अभियान उहाँकै फेसबुक पेज पनि छ। उहाँ पहिल्यैदेखि मोरङको एरियामा यो के भन्छ दाइजो मुक्त अभियानकोतिर एक्टिभ हुनुहुन्थ्यो, काम गर्दै थियो। अहिले चुनावी मैदानमा आएको छ, राजनीतिकमा आएको छ, राजनीतिकमा नयाँ हुनुहुन्छ। तर यही राजनीतिक यस्तो एउटा प्लेटफर्म रहेको छ जहाँबाट यो कुराहरू अरू सजिलो गर्न सकिन्छ। म भन्न चाहन्छु सुनसरीको हरेक आमा बुवा दाजुभाइ दिदीबहिनीलाई कि बस छापमा मतदान गर्नुहोस्। जब हामी उहाँको शक्ति बन्छौँ, उहाँ हाम्रो समस्यालाई समाधान गर्न सकिन्छ। जब एउटा मान्छे फिल्डमा पहिलेदेखि हुन्छ, फेरि राजनीतिकमा आउँछ, उहाँको एउटा पकड हुन्छ। म भन्न चाहन्छु कि सबैलाई प्लिज एकचोटि बस छापमा पनि मतदान गर्नुहोस्। जय नेपाल।